गुड मर्निङ, जय मसी मसी सलोम। परमेश्वरलाई धन्यवाद भएको होस्। म फेरि पनि तपाईँहरूको अगाडि मेरो यो भिडियो लिएर उपस्थित भएको छु। विशेष गरिकन परमेश्वरलाई धन्यवाद अनि तपाईँहरूलाई पनि धन्यवाद। यहाँनिर म अहिले सिक्किम, वेस्ट सिक्किमको कङ्ग्री, टासीदिङदेखि माथि कङ्ग्री अनि कङ्ग्रीदेखि पनि माथि अहिले डाँडामा आएको छु तपाईँहरूको अगाडि। यो एउटा एकदमै यहाँको राम्रो जग्गा देखाउनको लागि। त्योभन्दा पहिला चाहिँ मेरो पछाडि तपाईँले बाटो हेर्दै हुनुहुन्छ, एकदम दुर्गम अप्ठ्यारो बाटो, चिप्लिने बाटो, जङ्गलको बाटो अनि त्यसमा धेरै जुगा लाग्ने रहेछ। जुगा लाग्ने बाटोमा भएर अगाडि जानुपर्छ। अनि परमेश्वरलाई धन्यवाद भएको होस्, यहाँको सुन्दरता, यहाँको प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो ठाउँ। अनि परमेश्वरलाई धन्यवाद, उहाँले सृष्टिमा गर्नुभएको यो एकदमै असल थोकहरूको लागि। अनि म ओह्रालो झर्दैछु, एकदम सम्हालिएर हिँड्नुपर्ने हुन्छ। यो पछाडि हेर्नुहोस्, यस्तो डाँडामा पनि यहाँनिर एउटा अति नै दामी फुटबल ग्राउन्ड यहाँनिर बनाएको रहेछ। लगभग 9 साइडको फुटबल ग्राउन्ड हो। अनि यहाँदेखि उतापट्टि गइसकेपछि चाहिँ एउटा रफ छ एकदमै बाटो, त्यहाँबाट भएर अलिक तल जान्छु अनि त्यसपछि म तपाईँहरूलाई त्यो ठाउँ देखाउनु छु। मसँग बनिरहनु होला। अनि परमेश्वरलाई धन्यवाद भएको होस्, सबैजनालाई मसँग बनिरहनु होला है। अनि यो भिडियोलाई यसरी निरन्तरता दिँदै कन्टिन्यू राख्दै म ग्राउन्डदेखि यता आइसकेको छु। अब मेरो पछाडि तपाईँहरूले फेरि हेर्नु सक्नुहुन्छ, त्यो मेरो साथी पनि यहाँ हुनुहुन्छ। उहाँले पनि सायद भिडियो बनाउँदै हुनुहुन्छ। तपाईँहरूले यहाँबाट पारी देख्नु सक्नुहुन्छ। यहाँबाट चाहिँ गेजिङ देखिँदो रहेछ। अनि बाटो चाहिँ यही हो, यहाँबाट हामी ओह्रालो जानुपर्छ। अनि यता पछाडि हेर्नुहोस्, यहाँबाट उकालो जाने पनि बाटो छ। अनि यहाँबाट एकदम पारी तपाईँले देख्नुहुँदै होला भिडियोमा, त्यो चाहिँ गेजिङ हो। अब फेरि म तपाईँहरूलाई त्यो ठाउँ, जुन ठाउँ मैले तपाईँहरूलाई देखाउनको लागि यो भनिराखेको छु, त्यो ठाउँमा लगेर गइराखेको छु। अनि हेर्नुहोस्, हामी हिँड्दैछौँ, पुग्न लागेको छौँ है। म र मेरो साथी हामी छौँ अनि हामी गइराखेको छौँ। अहिले बिहानीको समय छ अनि घाम पनि अलिकति लागेको, मौसम पनि अलिकति खुलेकोले गर्दाखेरिको त्यो एकदमै जग्गा यहाँबाट स्पष्टसँगले देखिने रहेछ। र मसँग यसरी बनिरहनु होला। साथीहरू, अघि जुन चाहिँ मैले तपाईँलाई भनिराखेको थिएँ, त्यो चाहिँ यही ठाउँ हो। म तपाईँलाई देखाउन चाहन्छु। यहाँनिर चाहिँ एकदमै अहिले पनि सेताममै हिउँ परेछ अनि कतिवटा रुखहरूले पनि छेलिएको छ। यो छेलिएको ठाउँहरूमा पनि पुरा हिउँ परेको छ, तपाईँले राम्रोसँगले हेर्न सक्नुहुन्छ। यति बेला तल प्लेन साइडतिर, मधेसतिर पुरा गर्मीको महिना सुरु भइसकेको छ। तर यहाँ चाहिँ यो हिउँको कारणले गर्दा चिसो हावा आइरहेछ, ठन्डा छ। अनि परमेश्वरलाई धन्यवाद भएको छ, उहाँले यति असल सृष्टि गर्नुभएको छ।